Oh no! Bonk. अरे लाटा यो 9 साल पनि आइगयो। यो पुरा वर्ष 80 साल पनि अस्ति भर्खर गयो जस्तो लाग्न लाग्छ। यो कति छिटो आयो हो। टोके मनका सोचे कुरा केही पनि पुगेन हो यो Bonk. काकु नयाँ सालमा चाहिँ हैन, नयाँ सालसँगै हाम्रो बुढी पनि बाइक अब रिलसिट बनाउने काम छोडिदियो। कल्ल भने मेरो भाइ म त भर्खर अहिले ट्रेनिङमा छु। बेलीमा त मैले नौलो वर्ष नौली जोइ भन्ने रिल ल्याएको छु। बुझी? मर्ने बेला हरि काम्रो लागि योजना बना, योजना अरू सबको योजना बना, नभए निको सोच बना। ठीक पनि श्राइके अहिले आसो त मेरो योजना 3 पाने छोडेर बिएससी चालु गर्छु। विदेश कालमा बिएसी बिएससी भने बिएसँग चफ्ना। वाह काकु वाह, हजुरको योजना चाहिँ यो साल पनि बर्बादै होला जस्तो छ। साँच्चै लाटा तैँले के सोचेको छ 9 सालको बिहा दoi किन? काकु मैले नयाँ साल डराउने नबना, बिहानै मलाई ट्रिपमा इन्डिया दिल्ली घुम्न जानु छ। हँ लाटा दिल्लीमा त दुर्गा परसाई प्रचण्डे शेरे यसा मान्छे लुक्न जाना छन्। बुझी? अनि काकु तिमी कहाँ जाने? चायको दोकान जाने कि दारुको दोकान जाने? न चाय न दारू। कोठाभित्र कुलर चलाउँछु, गाना बजाउँछु, रिल बनाउँछु, नाच्छु। काकु त्यसरी त रिलमा के चल्ला हो, मेमेमा चल्छ। लाटा को कतिखेर चल्छ के थाहा? यो जिन्दगी हो जिन्दगी, रिल सिल होइन। काकु नयाँ साल आउन लाग्छ, नाच्दा नि त एक डान्स गर्दै। मैले डान्स गऱ्यो भने आउन लाग्यो नयाँ साल पुरो फर्किएला त। हाँस्दै बिताउनुहोस् नयाँ साल, लडाइँ झगडा नगर्नुहोस्। हो जिन्दगीका रङ वर्ष महिना र दिनमा भरौँ, हाँस्दै खुसियाली मनाउँदै बिना स्वार्थ नयाँ साललाई स्वागत गरौँ। ह्याप्पी न्यू इयर साथी। नयाँ वर्ष 2082 सालको सम्पूर्ण मित्रहरू परिवारजनहरूलाई हार्दिक मङ्गल शुभकामना व्यक्त गर्दछौँ र यस्तै हाम्रा यस्तै भिडियोहरू हेर्ने भए युट्युब च्यानलमा आउनुहोस्, आलु इन्टरटेनमेन्टमा सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्। होइन त? काका भतिजीको भिडियोहरू हामी डेली अपलोड गर्दैछौँ।